Hi everyone, this is M for manifestation. सो सिधै भिडियोमा जाउँ है त। तपाईँले देख्नु भएको थम्बनेल छ नि, त्यो थम्बनेलमा हेरेर तपाईँलाई मैले अप्सन ए चुज गर्छु जस्तो लाग्छ कि अप्सन बी चुज गर्छु जस्तो लाग्छ। तपाईँले हेरेर भन्नुहोला कि होइन म त अप्सन बी नै चुज गर्छु। तर तपाईँले रियलाइज गरिरहनु भएको छैन कि तपाईँको डेली डे टु डे लाइफमा तपाईँले अप्सन ए नै चुज गरिरहनु भएको छ अनकन्सियसली। किन किन भन्नुहोला भने दे प्रोग्राम्ड यु द्याट वे। अब दे भनेर मैले कुनै स्पेसिफिक मान्छेलाई तोकेको होइन, मैले भन्न खोजेको सिस्टमलाई हो, त्यो प्रोग्रामिङलाई हो। र त्यो कुनै पनि चिजलाई भन्न खोजेको जसले चाहिँ हामीलाई आफूले आफूभित्र हेर्नबाट वञ्चित गराइरहेको छ। हामी जति पनि कुराले आफ्नो पावर र एनर्जी बाहिर दुनियाँलाई दिइरहेको छौँ, त्यति पावर एनर्जी हामीले आफ्नो इनर वर्ल्डमा लाएर त्यसले धेरै नै क्रिएटिभिटी, धेरै नै ह्युम्यानिटीको लागि राम्रो हुने काम हामीले गर्न सक्छौँ। तर दे मेड अस तिनीहरूको के भन्ने स्लेभ, एज अ स्लेभ टु द सिस्टम होइन, हामीलाई त्यसरी प्रोग्राम गरिरहेको छ। अहिले हामीले आफ्नो जेनेरेसनलाई त यस्तो भिडियोहरूबाट अलिकति भने पनि अवेर गराउन सक्छौँ भने अहिलेको भर्खरको जेनेरेसन छ नि, जुन बच्चाको जेनेरेसन, तिनीहरूलाई चाहिँ हामीले कुन दुनियाँमा लैरहेको छौँ, हामीले कसरी प्रोग्राम गरिरहेको छौँ। अहिले हामीले हेऱ्यौँ भने सानो 2-3 क्लासमा पढ्ने बुढाहरू, बच्चाहरू मोबाइलमा एडिक्टेड छन्। तर मोबाइलमा एडिक्टेड भए पनि त्यसमा राम्रो कुरा पनि छ, नराम्रो कुरा पनि छ। यो सिस्टमले चाहिँ कस्तो कुरालाई प्रमोट गरिरहेछ भन्दा भाइलेन्सलाई, कुटपिट, जस्तै हुन्छ नि म सुपिरियर छु त इन्फेरियर छ, अनि एडिक्सन, जति पनि कुराले चाहिँ हामीलाई बाहिरी दुनियाँमा घुमाइरहेछ, रोमलिरहेछौँ हामी, केही थाहा छैन हामीलाई लागिरहेछ हामीले आफूले कन्सियसली चुज गरिरहेछौँ। यो कुरा मैले लाउने कुरादेखि लिएर मैले खाने कुरा, मेरो हरेक बिहेभियरहरू, मेरो प्रत्येक एक्सनहरू मैले आफूले कन्सियसली चुज गरेको, यो मेरो चोइस हो भन्ने तपाईँलाई लागिरहेको हुनसक्छ। तर कुरा के हो भने ट्रुथ यदि हेर्ने हो भने यो सबै प्रोग्रामिङ हो र यो तपाईँले आफ्नो लागि होइन, उनीहरूको लागि गरिरहनु भएको छ। तपाईँले आफ्नो लागि तब गर्नुहुन्छ जब तपाईँको इनर वर्ल्ड, आफ्नो भित्री संसार, आफूभित्र तपाईँले जबसम्म हेर्नुहुन्न तबसम्म तपाईँको लाइफ चेन्ज हुनेवाला छैन र तपाईँ कहिले पनि मास्टर बन्न सक्नुहुन्न। सो उनीहरूलाई यो कुरा थाहा छ कि तपाईँ नै क्रिएटर हो, आफ्नो रियालिटी हो। तपाईँले आफ्नो लाइफ कसरी बनाउने तपाईँको यति धेरै पावर छ, तपाईँले धेरै राम्रा कुराहरू गर्न सक्नुहुन्छ। सो त्यो गरेर त फाइदा त तपाईँलाई हुन्छ, उनीहरूलाई हुँदैन। सो दे वान्ट यु कि तपाईँ उनीहरूको गेममा नै घुमिरहनुहोस्। तपाईँले आफ्नो लाइफ, आफ्नो गेम चाहिँ आफ्नो हातमा नलिनुहोस्, तपाईँले खेल्न नसक्नुहोस् भन्ने बनाउनको लागि हामीलाई यो बाहिरी वर्ल्डमा चाहिँ घुमाइरहेको छ। सो तपाईँले जबसम्म बुझ्नुहुन्न कि तपाईँ इन्चार्ज हो, तपाईँ मास्टर हो, तपाईँ क्रिएटर हो, तपाईँले आफ्नो रियालिटी क्रिएट गरिरहनु भएको छ, र जबसम्म तपाईँले चाहिँ एज अ यो अटोमेटिक प्रोग्रामिङ, यो सिस्टमले गरिरहेको कुरालाई चाहिँ आफ्नो प्रत्यक्ष आँखाले हेर्न सक्नुहुन्न, जबसम्म तपाईँले एक्सपिरियन्स गर्नु सक्नुहुन्न विथ जस्तो अवेरनेस, माइन्डफुलनेस, मेडिटेसन जस्ता प्र्याक्टिसहरूबाट तपाईँले आफ्नो भित्र भएको पावरलाई हेर्न सक्नु भएन र युटिलाइज गर्न सक्नु भएन भने तपाईँ यति नै यसरी नै अरूको स्लेभ भएर उनीहरूको नोकरी गर्दै चाहिँ बसिरहनुहुन्छ होइन। सो यो मेरो भिडियोको मकसद यही हो कि तपाईँलाई थाहा होस्, रियलाइज होस् कि म्यानिफेस्टेसन सुरु गर्नुभन्दा अगाडि पावर तपाईँको भित्र छ, तपाईँले आफूले एक्सपिरियन्स गर्नु
गर्न सक्नुहोस्, ताकि मैले भनेर कसैले भनेर हो म रियालिटी क्रिएट गर्छु भनेर भन्ने, तर बाहिरको डिस्ट्रक्सन जति पनि डिस्टर्बेन्सहरू छ, डिस्ट्र्याक्सन छ हामीलाई घुमाइराख्ने, त्यो आउटसाइड वर्ल्डमा तपाईँ यति भर नपर्नुहोस् र पावर चाहिँ अरूलाई नदिनुहोस्, आफ्नो एनर्जी आफै युटिलाइज गर्नु र आफ्नो लाइफ चाहिँ राम्रो बनाउनुहोस् भनेर मैले म्यानिफेस्टेसनको सिरिज सुरु गर्नुभन्दा अगाडि नै यो भिडियो बनाइरहेको छु। तपाईँलाई कस्तो लाग्यो? तपाईँले यदि यो भिडियो भेटाउनु भयो भने होइन, रियरली 1%ले भेटाउँछ होला यो भिडियो, तैपनि यदि तपाईँले भेटाउनु भयो भने चाहिँ एकदम तपाईँले आफ्नो माया गर्ने